हेलो एभ्रिवान एन्ड वेलकम ब्याक टु डिजिटल नोमाड एकाडेमी। आजको यस भिडियोमा हामी न्युमेरिकल मेथड कन्टिन्यू गर्न जाँदैछौँ र त्यसको च्याप्टर 3 मा छौँ हामी अहिले र हामी पढ्न जाँदैछौँ न्युमेरिकल डिफरेन्सिएसन अफ कन्टिन्युअस फंक्सन। एज अलवेज दिस इज बेस्ड अन द थर्ड सेमिस्टर सिलेबस अफ बीएससी सीएसआईटी। साथसाथै अरू जुन कोर्समा पनि न्युमेरिकल मेथड पढाइ हुन्छ त्यसको लागि पनि यो भिडियोहरू इनफ हुन्छ है त। सो लास्ट भिडियोमा मैले सिलेबसवाला कुरो गराएको थिएँ अनि त्यसमा मैले भनेको थिएँ न्युमेरिकल डिफरेन्सिएसन गर्दाखेरि हामी सुरुमा त कन्टिन्युअस फंक्सनको गर्छौँ, त्यसपछि ट्याबुलेटेड फंक्सनको गर्छौँ। तर त्योभन्दा अगाडि बुझ्नुपर्ने भनेको हाम्रो न्युमेरिकल डिफरेन्सिएसन भन्नु र एनालिटिकल डिफरेन्सिएसन भन्नुमा के फरक छ भनेर बुझौँ है त। सो सुरु गर्दा हामी क्लास 11 बाट गरौँ है त। क्लास 11 मा फर्स्ट टाइम हामी क्याल्कुलस पढ्दाखेरि हामी इन्ट्रोड्युस हुन्छौँ, लिमिट्सको इन्ट्रोडक्सन हुन्छ, त्यसपछि अरू टपिकहरू हुन्छ अनि त्यसपछिको मेन टपिक सुरु हुने भनेको डेरिभेटिभ्स या त डिफरेन्सिएसन गर्ने हाम्रो तरिकाहरू। अनि त्यसमा हामी पढाएको थियौँ बाइ द डेफिनेसन अफ फर्स्ट डेरिभेटिभ भनेर त्यसरी फर्मुलाहरू लेखेर गर्ने गराएको थियो लिमिटको प्रोपर्टीहरू युज गरेर हैन। सो त्यो थियो एनालिटिकल डिफरेन्सिएसन, किनकि हामीले अब त्यहाँ त फर्स्ट डेफिनेसन युज गरेर गराएको थियो, त्यस पछाडि आएको थियो जुन पावर ल भनेर आएको थियो, चेन रुल भनेर आएको थियो, मल्टिप्लिकेसनको लागि डिफ्रेन्ट रुल, क्वेसन रुलहरू। त्यसरी हामीले फर्मुला लाएर डिरेक्टली कन्टिन्युअस फंक्सनमा फर्मुलाकै आधारमा हामीले डेरिभेटिभहरू क्याल्कुलेट गरिरहेको थियौँ। सो त्यो प्रोसेस थियो एनालिटिकल डिफरेन्सिएसन। त्यसमा के हुन्थ्यो भन्दा डिरेक्टली फंक्सन जुन एफएक्स थियो त्यो चाहिँ हामीसित डिफाइन भएरै आएको हुन्थ्यो। जस्तो एफएक्स इक्वल्स टु साइन एक्स भयो हैन, या त कुनै एल्जेब्रिक फंक्सन होला x² + 2 त्यस्तो टाइपको फंक्सनहरू चाहिँ हामीसित डाइरेक्टली डिफाइन भएरै आएको हुन्थ्यो र त्यसको हामीलाई डिफरेन्सिएसन निकाल्न पनि सजिलो हुन्थ्यो। न्युमेरिकल डिफरेन्सिएसन तब हामी युज गर्छौँ जब हामीसित दुईटा कन्डिसन हुन्छ त, कि त फंक्सन हामीलाई दिएको एकदमै गाह्रो छ डिफरेन्सिएट गर्न, जुन हुन्छ नि ट्रेडिसनल मेथड एनालिटिकल मेथड लाएर सल्भ गर्नलाई लास्टै गाह्रो हुन्छ त्यस्तो खालको केसेसमा, या त अर्को केस के हुन सक्छ भन्दाखेरि हामीसित डाइरेक्टली फंक्सन डिफाइन भएको हुँदैन। जस्ट लाइक इन इन्टरपोलेसन, जब हामीले इन्टरपोलेट गरिरहेको थियौँ भ्याल्युहरू त्यति बेला हामीसित फंक्सन डाइरेक्टली थिएन, एफएक्स भन्ने केही पनि थिएन। हामीले के सिम्पली गरिरहेको थियौँ भन्दाखेरि डेटा पोइन्ट्स हुन्थ्यो, त्यसकै आधारमा कि त लिनियरली या त हुन्छ नि क्वाड्रेटिक इक्वेसन या त अरू हायर डिग्रीको पोलिनोमियलहरूलाई एस्टिमेट गरेर हामीले भ्याल्युहरू एस्टिमेट गरिरहेको थियौँ। सेम कुरो यहाँनिर पनि, यहाँ पनि हामीसित कोही कोही बेला चाहिँ डेटा पोइन्ट्स मात्रै हुन्छ, एक्स र एफएक्सको पेयर मात्रै हुन्छ, हामीसित एक्चुअल फंक्सन डिफाइन भएर आएको हुँदैन। त्यस्तो केसेसमा चाहिँ हामी न्युमेरिकल डिफरेन्सिएसन युज गर्छौँ। सो त्यसमा पनि अघि मैले भनेको कुरा यहाँ दुईटा छन् हैन, त्यो बुझौँ है त। यहाँनिर छन् सो वाइ भनेर हैन, हामी किन युज गर्छौँ न्युमेरिकल डिफरेन्सिएसन या त इन्टिग्रेसनको पनि त्यही केस हो हैन। के हुन्छ भन्दाखेरि दुईटा केसेस, द फंक्सनल भ्यालुज आर नोन बट द फंक्सन इज अननोन। यो केस मैले अघि भने ट्याबुलेटेड फंक्सनवाला केस। सो सच फंक्सन्स आर नोन एज ट्याबुलेटेड फंक्सन्स। र त्यस पछाडि अर्को केस छ द फंक्सन टु बी डिफरेन्सिएटेड इज कम्प्लिकेटेड एन्ड देयरफोर इज डिफिकल्ट टु डिफरेन्सिएट एनालिटिकली। सो यो चाहिँ हामी कन्टिन्युअस फंक्सनको डिफरेन्सिएसन भन्ने टपिकमा पढ्छौँ हैन। सो यसमा चाहिँ हामीसित फंक्सन चाहिँ थाहा हुन्छ, यो फंक्सन एफएक्स भन्ने यो फंक्सन हो भन्ने थाहा हुन्छ हामीसित, तर हामीलाई त्यो एनालिटिकल्ली डिफरेन्सिएट गर्न गाह्रो हुन्छ। अब यहाँ एक्जाम्पलहरू हेर्दा या त बुकमा एक्जाम्पलहरू हेर्दाखेरि चाहिँ के गरेछ भन्दा सिम्पल फंक्सनहरू जुन चाहिँ एनालिटिकली पनि डिफरेन्सिएट हुन सक्छन् तिनीहरूलाई नै न्युमेरिकली कसरी गर्ने भन्ने टाइपको मात्रै एक्जाम्पल दिएको छ। तर युज केस चाहिँ कहाँ हुन्छ त्यो बुझिराख्ने है त। युज केस कहाँ हुँदो रहेछ त, डिफ्रेन्ट हुन्छ नि फंक्सन आफैमा डिफिकल्ट टु डिफरेन्सिएट छ भने त्यस्तोमा चाहिँ हामीले यो तरिकाहरू युज गर्न सकिन्छ। अहिले हेर्दा चाहिँ हामी सिम्पल फंक्सन्समै हेर्छौँ है त। सो हाम्रो आजको टपिक चाहिँ यो कन्टिन्युअस फंक्सन डिफरेन्सिएसन, मिनिङ यसमा चाहिँ हामीलाई फंक्सन चाहिँ थाहा हुन्छ हैन, एफएक्सको के छ हुन्छ नि नेचर या त एफएक्स भनेर कसरी डिफाइन भएको छ त्यो चाहिँ थाहा हुन्छ हामीलाई, र कुन पोइन्टमा डिफरेन्सिएट गर्नुपर्ने त्यो पनि थाहा हुन्छ। तर त्यो गाह्रो हुनसक्छ कुनै कुनै केसमा, हामी सिम्पल फंक्सनमै हेर्छौँ तर यही प्रोसेस चाहिँ गाह्रो फंक्सनमा पनि युज गर्यो भने गर्न सकिन्छ। सो यसको जियोमेट्रिकल इन्टरप्रिटेसन सुरुमा बुझौँ है त। फर्स्टमा डेरिभेटिभ निकाल्नुको मिनिङ या त कुनै पनि फंक्सनलाई कुनै पनि पोइन्टमा डिफरेन्सिएट गर्नुको मिनिङ त्यो के हो बुझ्नु चाहिँ पर्यो है त। सो पहिला पनि पढेकै हो हैन, हामीले जब कुनै फंक्सन एफएक्सलाई डिफरेन्सिएट गरेर f' निकाल्छौँ कुनै पनि पोइन्टमा x = x0 भनौँ, यो पोइन्टमा निकाल्छौँ भने हामीले के निकालिरहेको भन्दा यो पोइन्टमा त्यो फंक्सनको रेट अफ चेन्ज कति छ। रेट अफ चेन्जलाई सिम्पली डिफाइन गर्दा म्याथमेटिकली हामी स्लोपले डिफाइन गर्छौँ। स्लोप भनेको स्टिफनेस, कुनै पनि कर्भको कुनै पनि पोइन्टमा त्यसको स्टिफनेस कति छ, एक्स एक्सिससँग कतिको एंगलमा त्यो चाहिँ इन्क्लाइन भएको छ त्यो नै निकाल्ने हो। सो हामीले डेरिभेटिभ निकाल्नुको मिनिङै त्यही हो कि कुनै x को भ्यालुमा मेरो फंक्सन चाहिँ कसरी चेन्ज भइरहेछ, त्यसको रेट अफ चेन्ज चाहिँ कति छ भनेर हामीले निकालेकै नै कुरा डेरिभेटिभ थियो हैन। सो त्यसमा चाहिँ हामीले सिम्पली अब यहाँनिर हेर्दाखेरि लेट्स से एउटा एफएक्स भन्ने फंक्सन छ अरे हामीसित हैन, कसरी डिफाइन भएको छ हामीसित अहिले थाहा हैन, आर्बिट्रेरी फंक्सन लिएको छ यहाँनिर र डिफाइन भएको छ र हामीलाई थाहा छ त्यो एफएक्स भनेको के हो, अहिलेको लागि थाहा छैन। यहाँनिर हेरिराखौँ है त, एफएक्स भन्ने फंक्सन छ अरे र हामीलाई एउटा कुनै x भन्ने पोइन्टमा या त x0 भन्ने पोइन्टमा चाहिँ त्यसको डेरिभेटिभको भ्यालु निकाल्नु छ भनेको ट्यान्जेन्टको स्लोप निकाल्नु छ भनेर पहिलेदेखि पढेको। त्यो सिम्पली के हो त हामीले
यो पोइन्टमा डेरिभेटिभ निकाल्ने अनि त्यो जुन लाइन आउँछ त्यो लाइनमा चाहिँ हामी x0 को भ्यालु हाल्दिन्थ्यौँ भनेर पढेको थियो हैन। सो त्यो निकाल्न ट्राई गर्ने हामीले। तर अघि मैले भनिसकेँ हामीले न्युमेरिकल डिफ्रेन्सिएसन युज गर्ने भनेको फंक्सनहरु जब गाह्रो हुन्छ यता त्यसलाई डाइरेक्टली हामीले फर्मुला लाएर गर्न सकिदैन। त्यस्तो केसेसमा यस्तो खालको कन्टिन्युअस फंक्सनहरु चाहिँ त्यस्तो खालको कन्डिसनमा चाहिँ हामी न्युमेरिकल्ली डिफ्रेन्सिएट गर्छौं हैन। सो लेट्स से यो गाह्रो छ अरे फंक्सन fx लास्टै गाह्रो छ अरे र त्यसको x0 मा डेरिभेटिभको भ्यालु निकाल्नु छ अरे। त्यो गर्नलाई हामीसित अर्को अप्रोच के छ भन्दाखेरि यो जुन x भन्ने पोइन्ट छ हामीले निकाल्नु पर्ने चाहिँ यो हैन, रेट अफ चेन्ज भनेको यो f' को भ्यालु निकाल्नु पर्ने। तर हामीसित तरिका छैन रे अहिलेलाई, फर्मुला छैन, बिर्सिदियौं त्यो कुरा है त। सो त्यो छैन भने हामीसित जनरल अप्रोच के हो भन्दा x देखि थोरै साइडमा अगाडि पनि हुन सक्छ पछाडी पनि हुन सक्छ थोरै साइडमा एउटा h भन्ने स्टेपिङ भ्यालु लिएर चाहिँ अर्को पोइन्ट हेर्छौं र हामीलाई अलरेडी फंक्सन त थाहा छ। सो यो वाला पोइन्टमा पनि हामीले फंक्सनल भ्यालु त क्याल्कुलेट गर्न सकिने रहेछ। सो fx0 + h आउँछ यहाँनेरि अनि यो पोइन्टमा चाहिँ x यो कमा त्यो हुन्छ जस यो y एक्सिस को भ्यालु या त y को कोअर्डिनेट चाहिँ त्यो हुन्छ हैन, fx0 + h हुन्छ। यसको मिनिङ के हो त सिम्पली हामीलाई जुन पोइन्टमा निकाल्नु पर्ने हो त्यसकै छेउमा लास्टै छेउ हुन्छ यो h को भ्यालु चाहिँ जति सानो भयो त्यति नै एरर कम आउँछ, त्यो पछि बुझाउँछु। तर यो h को भ्यालु सानो हुन्छ, यहाँ हेर्दा चाहिँ अलि ठुलो देखेको छ हैन बुझाउनको लागि, तर लास्टै सानो लिएको हुन्छ है त भ्यालु। सो ठ्याक्कै साइडमा एउटा कुनै भ्यालु लिन्छौं र त्यसमा हामी त्यसको फंक्सनल भ्यालु क्याल्कुलेट गर्छौं फर्स्टमा त। त्यसपछि हामीले निकाल्नु पर्ने के हो त सिम्पली बुझ्दाखेरि टेन्जेन्टको स्लोप निकाल्नु पर्ने थियो। अब हामीसित अघि डेरिभेटिभ गर्न गाह्रो छ भनिसकेपछि यही पोइन्टमा टेन्जेन्ट तान्ने चाहिँ हामीसित तरिका थिएन। तर हामीले के गर्यौं भन्दा अर्को पोइन्ट यहाँ निकाल्यौं आफैले, किनकि हामीसित फंक्सन पनि थियो र अलिकति स्टेप फरवर्ड गरेर त्योमा पनि फंक्सनल भ्यालु निकाल्यौं भने अर्को पोइन्ट पनि आउँछ। अब हामीसित दुईटा पोइन्ट आइसकेपछि त्यहाँबाट लाइन तान्न सकिन्छ। जसरी इन्टरपोलेसन गर्दा नि सेकेन्ड मेथड हामीले पढाएको थियौं, सेकेन्ड है त सेकेन्ड मेथड पढाएको थियौं, त्यहाँनेर पनि दुईटा पोइन्टमा हामीले सिधै लाइन तानेर त्यहाँ इन्टरपोलेट गर्न सकिन्छ भन्ने कुरा आएको थियो नि। सिमिलर कुरा यहाँनेर पनि जब दुईटा पोइन्ट आए मैले त्यो दुईटा पोइन्टमा या दुईटा पोइन्टको बीचमा एउटा स्ट्रेट लाइन तान्न सक्छु। अब यो स्ट्रेट लाइनले कसरी दिन्छ त हाम्रो स्लोपको भ्यालु बुझौँ है त। जस्तो स्ट्रेट लाइन त आयो हामीलाई चाहिएको स्लोपको भ्यालु, स्लोप भनेको हामीले सिम्पली बुझ्दाखेरि के हो त x एक्सिस सँग कति एंगलले इन्क्लाइन छ भनेर बुझ्ने हो। सो x एक्सिस सँग इन्क्लिनेसन निकाल्नको लागि हामीले tan को रेशियो युज गर्छौं भनेको हाइट बाइ डिस्टेन्स या त परपेन्डिकुलर बाइ बेस भनेर बुझेको थियौं हैन। सो हाइट बाइ डिस्टेन्सको प्रोपर्टी युज गरेर चाहिँ यहाँनेरि डाइरेक्टली यो थीटा को भ्यालु tan को टर्म्समा भनौं न हैन। सो tan थीटा भनेर भ्यालु निकाल्यौं भने त यसले स्लोप दिने रहेछ। सो अब यसले एप्रोक्सिमेट गर्न चाहिँ हामीलाई हेल्प गर्ने भयो क्या। अभियसली न्युमेरिकल मेथड हामी गरिरहेका छौं भनेपछि काहीँ न काहीँ एरर हुन्छ, हाम्रो राउन्ड अफ एरर हुन सक्छ या त ट्रङ्केसन एरर हुन सक्छ। त्यो एरर छ हामीसित हैन, हुन सक्छ भन्ने वाला कन्डिसन छ। तर हामी के गर्न खोजिरहेका छौं त यो वाला पोइन्टमा एप्रोक्सिमेट गर्न खोजिरहेका छौं। अब सिधै तरिका थिएन, त्यही भएर हामीले अर्को पोइन्टलाई इन्ट्रोड्युस गरायौं र त्यो दुईटा पोइन्टको बीचमा एउटा स्ट्रेट लाइन तानेर त्यो लाइनको चाहिँ स्लोप निकाल्न खोजिरहेको हो क्या हामीले। सो त्यो स्लोप चाहिँ हाम्रो चाहिएको पोइन्टको स्लोपसँग लगभग इक्वल हुन्छ, त्यसको इन्क्लाइनेसन चाहिँ हाम्रो चाहिएको पोइन्टमा जुन टेन्जेन्ट तानिन्छ त्योसँग लगभग इक्वल हुन्छ भन्ने एप्रोक्सिमेसन हामी युज गर्छौं। सो यहाँनेरि के छ हेरौँ है त। सो अहिलेसम्म हामीले गरेको हामीसित fx थियो र हामीलाई x0 मा त्यसको डेरिभेटिभ निकाल्नु थियो, डिफरेन्शिएट गर्नु थियो त्यो फंक्सनलाई, त्यो हामीले गर्न सकेनौं। त्यसको लागि हामीले के गर्यौं त यो x0 बाट थोरै स्टेप फरवर्ड गर्यौं, एउटा h भन्ने स्टेपिङ भ्यालु लियौं र थोरै स्टेप फरवर्ड गर्यौं, त्यसमा हामीले फंक्सनल भ्यालु क्याल्कुलेट गर्यौं, अर्को पोइन्ट आयो माथि कर्वमा। अनि त्यसपछि त्यो दुईटा पोइन्टको बीचमा एउटा स्ट्रेट लाइन तान्यौं र हाम्रो एजम्पसन के छ भन्दा यो स्ट्रेट लाइनको स्लोप जुन जति आउँछ हाम्रो हैन, जति इन्क्लाइनेसन x एक्सिस सँग छ यसको त्यही सँगसँगै त्यसकै नजिक चाहिँ हाम्रो ओरिजिनली यो x0 वाला पोइन्टमा जहाँ फंक्सन क्रस भएको छ त्यो वाला पोइन्टमा पनि टेन्जेन्टको स्लोप चाहिँ त्यति नै होला कि भन्ने एप्रोक्सिमेसन हो। सो हामीले त्यही नै गर्न खोजिरहेका छौं। अब यो निकाल्नको लागि सिम्पली तरिका के छ भन्दा पहिलेदेखि पढिरहेको हाइट बाइ डिस्टेन्स या त परपेन्डिकुलर बाइ बेस, किनकि हामीले टेन्जेन्टको भ्यालु निकालिरहेका छौं, tan थीटा को भ्यालु निकालिरहेका छौं। सो सिम्पली परपेन्डिकुलर र बेस। अब यो केसमा कसरी हुन्छ त, यहाँ त सिम्पली हेर्दा राइट एंगल ट्रायंगल त बनिरहेको छ हैन। अघि जसरी यहाँ आयो यहाँनेर बुझिराख्नु है त, यो y को भ्यालु यति हुन्छ fx0 + h र यो हाम्रो ओरिजिनल पोइन्ट जति थियो जुन थियो त्यहाँबाट हाम्रो y को भ्यालु यति हुन्छ fx0। सो हामीले यतिको भ्यालु निकाल्नु पर्यो भने त अभियसली यो होल डिस्टेन्सबाट यो डिस्टेन्स घटाइदियो भने त आउँछ। सो त्यही नै गरेको छ यहाँनेरि हैन। सो यहाँनेर डिस्टेन्स चाहिँ देखाएको छ। सो यतिको भ्यालु चाहियो भने हामीले के गर्नु पर्यो त यो fx0 + h बाट fx0 हटाउनु पर्दो रह र सिमिलरली हामीलाई यो बेसको भ्यालु चाहियो भने x0 + h बाट हामीले x0 घटाइदिनु पर्दो रह। हो त्यति गर्दा हाम्रो भ्यालु कसरी आउँछ त, हाम्रो परपेन्डिकुलरको भ्यालु fx0 + h - fx0 र हाम्रो बेसको भ्यालु h आउँछ। हो त्यो फर्मुलाले सिम्पली हामीलाई के दिने भयो त, यहाँनेर बुझौँ है त। हामीलाई अघि पनि मैले भनिसकेँ नि टेन्जेन्टको स्लोप निकालिरहेछौं। सो tan थीटा को रेशियो चाहियो हामीलाई। सो tan थीटा निकाल्दा हामीसित
पहिलेदेखि पढिरहेकै फर्मुला हो हैन। सो के हुन्छ त परपेन्डिकुलर बाइ बेस। यो केसमा हाम्रो परपेन्डिकुलर यो वाला राइट एंगल ट्रायंगलमा हेर्यो भने हाम्रो रेफरेन्स एंगल यो छ थीटा। सो थीटाको अपोजिटमा परपेन्डिकुलर र यो राइट एंगल र थीटा जहाँ उभिएको छ त्यो बेस हुने भयो। सो सिम्पली बुझ्दाखेरि हाम्रो tan थीटा को भ्यालु चाहिँ fx0 प्लस h माइनस fx0 डिवाइडेड बाई h आउँदो रहेछ। सो यसरी चाहिँ हामीले एप्रोक्सिमेट गर्न सकिन्छ न्यूमेरिकली। अब क्वेशन आउला कसरी चाहिँ यो थीटाले चाहिँ भ्यालु दियो त? मैले भनिसके न्यूमेरिकली क्याल्कुलेट गरिरहेको छौं भनेपछि हामी एप्रोक्सिमेट गर्न खोजिरहेको छौं। सो यो h को भ्यालु जुन छ यो h को भ्यालु जति सानो भयो यो हाम्रो सेकेन्ड लाइन जुन छ नि यो वाला लाइन चाहिँ यो हाम्रो ओरिजिनल लाइनको त्यति नै नजिक आउँछ। जति नजिक आयो हामी त्यति नै एक्युरेटली यो पोइन्टको पनि स्लोप निकाल्न सकिन्छ। अब यहाँ हेरौँ है त यो थीटा यहाँ आइसक्यो भनेपछि अभियसली यो लाइन र यो एक्स एक्सिसको लाइन त प्यारलल छन् भनिसकेपछि यो लाइनलाई मैले प्रोड्युस गरेर यहाँनेरि थीटाको भ्यालु निकाल्दा पनि सेम आउनु पर्यो किनकि करेस्पोन्डिङ एंगल हुन्छ नि यिनीहरु प्यारलल भइसकेपछि हैन। सो त्यसरी चाहिँ हामीले यो वाला पोइन्टमा हाम्रो फंक्सनमा टेन्जेन्टको इन्क्लाइनेसन निकाल्न ट्राई गर्छौं न्यूमेरिकली। अघि भनिसके है त यो हाम्रो एप्रोक्सिमेसन मात्रै हो, हाम्रो एक्युरेट रिजल्ट चाहिँ यसले दिन्छ भन्ने छैन, दिन पनि सक्छ तर हामी जति सक्दो ट्रु रिजल्टको नजिक जान खोज्छौं तर हुन्छ नि एक्युरेट रिजल्ट चाहिँ एक्युरेट भन्दा नि ट्रु भ्यालु चाहिँ नदिन सक्छ। त्यो कुरो भयो। सो न्यूमेरिकली हामीले क्याल्कुलेट गर्दा यसरी क्याल्कुलेट गर्न सकिदो रहेछ। अब यो फर्मुलालाई थोरै ध्यान दिएर हेरौँ भने जब हामीले 11 क्लासमा पढेको थियौं सुरुमा डेफिनेसन अफ डेरिभेटिभ्स पढ्दाखेरि के थियो त भन्दा h limits to 0 fx plus h minus fx by h यसले चाहिँ के दिन्छ त f dash of x दिन्छ भनेर पढाएको थियौं नि। हो सेम टु सेम कुरो हामीले त्यहाँ पनि युज गरेको हो के। सो यहाँनेर के भनिरहेछ त हाम्रो h चाहिँ 0 तिर लिमिट हुन्छ भनेको सकेसम्म h को भ्यालु चाहिँ सानो लिने, 0 निजी नलिने तर सानो 0 को आसपास लिने, सानो लिने सच दैट हाम्रो जुन फंक्सनमा यो वाला पोइन्ट x भन्ने पोइन्टमा चाहिँ जुन टेन्जेन्टको स्लोप छ त्यो र यो भ्यालु चाहिँ इक्वल आओस् या त इक्वल हुन खोजोस्, ठ्याक्कै इक्वल नभए पनि इक्वल हुन खोजोस् भनेर हामीले डेफिनेसन अफ डेरिभेटिभमा नि यो कुरो पढेको चाहिँ हो। तर यहाँनेरि हामीले पढ्दाखेरि थोरै अर्को सेन्समा पढिन्छ कि फंक्सनहरु जब गाह्रो हुन्छ डिफरेन्शिएट गर्न तब चाहिँ हामी यो मेथड युज गर्छौं, नत्र भने हामीसित नर्मल पावर रुलहरु छँदैछ त्यो डिफरेन्शिएट गर्न गाह्रो छैन। सो यो त आयो। सो एनालिटिकली पनि यो कुरो बुझौं है त, यति हो फर्मुला चाहिँ हुन चाहिँ हैन। सो यो वाला फर्मुला हो, यहाँनेरि हामी f dash x लेख्छौं अनि यसले चाहिँ हाम्रो डेरिभेटिभ निकाल्न हेल्प गर्छ भनिन्छ। अहिले यो फर्मुलाहरुलाई के भन्छ भने अहिले तल हेरौँला। जस फर्मुला चाहिँ यति नै हो, यसरी नै आको डाइरेक्टली फर्मुला पढ्दा पनि हुन्छ है त। अर्को छ एनालिटिकल इन्टरप्रिटेसन। अब एनालिटिकली पनि बुझौं, जियोमेट्रिकली बुझौं, अब एनालिटिकली फर्मुलाको थ्रुबाट पनि बुझौं। फर्स्टमा मैले यो न्यूमेरिकल मेथडको भिडियो जब सुरु गरेको थिएँ त्यतिबेला एरर वाला भिडियो थियो 1.1 मा थियो सायद। त्यसमा चाहिँ मैले टेलर सिरिजको थोरै कुरो गरेको थिएँ, त्यस्तो डेप्थमा चाहिँ गएको थिएन। जस टेलर सिरिज चाहिँ चाहिन्छ है भनेको थिएँ मैले। टेलर सिरिज हामीले सायद म्याथ फर्स्ट कि म्याथ सेकेन्डमा सीएसआईडी को स्टुडेन्ट हो भने चाहिँ म्याथ फर्स्ट कि म्याथ सेकेन्डमा टेलर सिरिज मज्जाले पढेको कुरो हो। सो त्यही टेलर सिरिजलाई युज गरेर पनि हामीले यहाँनेरि डिफरेन्ट हुन्छ नि डेरिभेटिभको भ्यालु चाहिँ निकाल्न सकिन्छ। सेम फर्मुला आउँछ है त। हेरौँ। सो हाम्रो ओरिजिनल टेलर सिरिज त यो हो हैन, त्यति म डेप्थमा जान्न र पनि हेरिराखौँ है त। यसैलाई हामीले सिम्पली fx प्लस h को टर्म्समा चाहिँ यसलाई एक्सपान्ड गर्दै गयौं, फंक्सनलाई एक्सपान्ड गर्यौं भने चाहिँ यसरी गर्न सकिन्छ हैन। सो मैले यहाँनेरि सेकेन्ड डेरिभेटिभसँग मात्रै लेख्छु, यसको पछाडी पनि सबै टर्महरु हुन्छ, इन्फाइनाइट सिरिज हुन्छ हैन। सो यति भयो। हामीसित यहाँनेरि छ f dash x को भ्यालु यहाँनेरि छ। सो यो f dash x को भ्यालु निकाल्नलाई मैले यसलाई यदि आइसोलेट गरेँ र यो पछाडीको भागलाई चाहिँ मैले ट्रंकेसन एरर भनेर छुटाइदिएँ भनेको यो जुन h/2 f डबल ड्याश x छ यसलाई थीटा लेख्दा नि हुन्छ त भनेको यस पछाडीका सबै टर्महरु चाहिँ हाम्रो ट्रंकेसन एरर हुन्। यसले चाहिँ के न के एरर दिन सक्छ, त्यसलाई हामी नेग्लेक्ट गर्छौं अहिलेको लागि भन्न खोजेको है त। किनकि यो h को भ्यालु यसै त सानो हुन्छ, त्यहीमाथि यो h स्क्वायर यस पछाडी h क्यूब त्यसरी बढ्दै जाँदाखेरि जति हामीले पावर एक्सपोनेन्ट बढाउँदै गयौं 0 देखि कमको भ्यालु त्यति नै त्यो पनि भ्यालु सानो हुँदै जान्छ। त्यही भएर त्यति हुन्छ नि के भन्छ वर्ड आएन, जस नेग्लेक्ट गर्न सकिन्छ, नेग्लिजिबल हुन्छ है त। सो त्यो कुरो हो। अब हेरौँ यहाँनेरि त्यो गर्दाखेरि हामीले पछाडीको भागहरुलाई सिम्पली यहाँनेरि एउटा टर्म मात्रै लेख्यौं र हामीले f dash x को भ्यालु निकाल्दा सिम्पली त्यसलाई आइसोलेट गरेर f dash x लाई एकापट्टि र fx plus h minus fx by h र अर्को ट्रंकेसन एरर वाला पार्टलाई हेर लेख्यो भने यो पनि सेम टु सेम माथिकै जस्तो फर्मुला आउँछ। सो एनालिटिकली पनि हामीले फर्मुला चाहिँ निकाल्न सकिदो रहेछ र यसलाई भन्छ फर्स्ट अर्डर फरवर्ड डिफरेन्ट कोशेन्ट या त 2 पोइन्ट फरवर्ड फर्मुला। सो सिलेबसमा देखेको होला 2 पोइन्ट र 3 पोइन्ट वाला फर्मुला छ, 2.1 फरवर्ड र ब्याकवर्ड फर्मुला भन्ने छ। सो यो चाहिँ हो 2 पोइन्ट फरवर्ड फर्मुला। सो यसरी चाहिँ आएको हो है त यो कुरो। फरवर्ड किन भयो भन्दा हामीले जुन अगाडि सुरुमा भनेको थिएँ नि मैले fx मा
एफएक्स को डेरिभेटिभको एक्समा भ्यालु निकाल्नु छ भनेको थियौँ। एक्सबाट हामी राइट साइडतिर भनेको एक्स प्लस एच गरेर राइट साइडतिर गएको थियौँ नि त, त्यो एउटा फरवर्ड हो। त्यही कुरो हामीले यदि थोरै एचको भ्यालुलाई हुन्छ नि माइनस गरेर एक्स माइनस एचमा गएर सिमिलरली कुरो गरेको थियो भने त्यो ब्याकवर्ड फर्मुला हुन्थ्यो। त्यो बुझौँ है त यहाँनिर। सो सेम टु सेम या त सिमिलर भनौँ, सिमिलर फिगर छ। यहाँनिर के भएको छ भन्दा एक्स नटमा हामीलाई निकाल्नु थियो डेरिभेटिभको भ्याल्यु, हामी के गऱ्यौँ त्यसको पछाडि गयौँ एक्स माइनस एच गऱ्यौँ र यहाँनिर गयौँ र सेम कुरोलाई रिपिट गर्दा पनि यहाँनिर थोरै डिफ्रेन्स आउँछ। किन भन्दा यो एफएक्स नट माइनस एच भन्दा अभियसली सानो यो वाला ग्राफमा, किनकि आर्बिट्रेरी ग्राफ लिएर छौँ हामी, सो यो वाला ग्राफमा हेर्दा पनि यो वाला भ्यालु चाहिँ यो वाला भ्यालु भन्दा धेर छ भनेपछि यो माइनस यो त्यो हाम्रो परपेन्डिकुलर हुनुभयो र अभियसली बेस त हाम्रो एचै हुन्छ होइन, भनेको स्मल इन्क्रिमेन्ट या त स्मल डिक्रिमेन्ट हो। त्यहाँबाट हामीसित यो वाला फर्मुला आउँछ, अहिलेभन्दा थोरै डिफ्रेन्ट छ। के छ एफएक्स माइनस एच, किनकि हामी ब्याकवर्ड गइरहेको छौँ, डिभाइडेड बाई एच, यसलाई भनिन्छ 2 पोइन्ट ब्याकवर्ड फर्मुला। सो दुईवटा फर्मुला भइसक्यो होइन, एउटा फरवर्ड फर्मुला हो, अर्को ब्याकवर्ड फर्मुला 2 पोइन्टको लागि। 3 पोइन्टवाला पनि कुरो छ, त्योभन्दा अगाडि चाहिँ यो वाला कुरो बुझौँ है त। द ट्रङ्केसन एरर इज इन द अर्डर अफ एच एन्ड क्यान बी डिक्रिज बाई डिक्रिजिङ एच। भनेको एचको भ्यालु हामी जति सानो लिन्छौँ, जति सानो इन्क्रिमेन्ट या त जति सानो डिक्रिमेन्ट हुन्छ त्यति नै मोर एक्युरेट या त मोर प्रोबेबल एन्सर, प्रोबेबल त नभनौँ के भन्छ, मोर क्लोजर टु ट्रु भ्यालुवाला टाइपको एन्सर आउँछ भन्न खोजेको है त। सो एचको भ्यालु जति कम लियो त्यति नै कम एरर हुँदो रहेछ भन्ने कुरो बुझ्ने है त। त्यसको लागि यहाँनिर मैले बुकबाट एक्जाम्पल लिएको छु। यहाँ क्यालकुलेसन त्यति साह्रो देखाएको छैन, गर्दाखेरि चाहिँ गर्नुपर्छ आफूले कपीमा, तर त्यति गाह्रो छैन बुझ्नलाई। यहाँ म बुझाउँछु, बुझौँ है त। यहाँ के भनिरहेको छ भन्दा एस्टिमेट एप्रोक्सिमेट डेरिभेटिभ अफ एफएक्स इक्वल्स टु एक्स स्क्वायर, अघि मैले भनेको थिएँ होइन। हुन चाहिँ युज गर्ने चाहिँ गाह्रो फङ्सनहरूको लागि हो, तर हामीले यहाँ गर्दाखेरि चाहिँ सिम्पल टाइपको फङ्सनहरू हुन्छन्, त्यही भएर त्यस्तो टाउको देखाउनु पर्दैन। यदि क्वेसनहरू एक्सपोनेन्टको यताउति छ भने पनि सिम्पली हामीले फङ्सनल भ्यालु मात्रै क्यालकुलेट गर्ने हो, हामीसित हातमा क्यालकुलेटर हुन्छ, क्यालकुलेट गर्न सकिन्छ। कुरो चाहिँ के हो बुझ्नु पऱ्यो है त। सो हामीसित एफएक्स इक्वल टु एक्स स्क्वायर भन्ने फङ्सन छ र एक्स इक्वल्स टु 1 मा हामीलाई भ्यालु निकाल्नु छ। अघि मैले जुन सुरुमा देखाएको थिएँ एफएक्स भनेको यो रहेछ अब, र एक्स जुन पोइन्टमा निकाल्नु थियो एक्स नट भन्नेवाला पोइन्ट युज गराएको थिएँ, त्यो चाहिँ 1 रहेछ र हामीलाई एचको भ्यालु पनि दिएको छ। सो डिफ्रेन्ट एचको भ्यालुमा चाहिँ कसरी एरर घट्छ या त बढ्छ भनेर देखाउनु खोजेको छ है त। सो हामीले यहाँ युज गरेको भनेको फरवर्ड फर्मुला, यहाँनिर अभियसली एक्स प्लस एच युज गरेको छ, माइनस एफएक्स बाई एच छ। सो 2 पोइन्ट फरवर्ड फर्मुला युज गरेको रहेछ र त्यहाँनिर सिम्पली यहाँ डेरिभेटिभको भ्यालु पनि निकालेको छ अहिलेको फर्मुला होइन। सो एक्स भनेको अभियसली 1 थियो र एचको भ्यालु हामीले डिफ्रेन्ट युज गर्छौँ, मैले f1 छ यहाँ र एचको भ्यालु यहाँनिर पनि डिफ्रेन्ट आउन सक्छ। सो f1 को सिम्पली भ्यालु निकाल्नु पर्यो भने त एक्स स्क्वायर छ भनेपछि 1 स्क्वायर इक्वल्स टु 1 हुन्छ र f1 प्लस एच भनेको एचको भ्यालु जति डिफ्रेन्ट हुन्छ त्यति नै यहाँनिर पनि भ्यालुहरू डिफ्रेन्ट आउँछ। सो यो वाला फर्मुला सिम्पली के गराएको छ भन्दा एचको भ्यालु सुरुमा 0.2 हालेको छ होइन, त्यस पछाडि एफ ड्यासको भ्यालु निकालेको छ, त्यस पछाडि एचको भ्यालु यो हालेको छ भनेको एचको भ्यालु 0.2 देखि 0.01 सम्म घटाउँदै ल्याएको छ र एरर चेक गरिरहेछ। अब यो एरर कसरी चेक गरिरहेछ त बुझौँ है त। हामीलाई थाहा छ एक्स स्क्वायरको डेरिभेटिभ त 2x हुन्छ, हामीले सिम्पल फर्मुला नै लिएको छ, के अरे सिम्पल फङ्सन नै लिएको छ अहिलेको लागि। सो 2x छ हाम्रो डेरिभेटिभ, एक्स इक्वल्स टु 1 मा निकाल्नु पर्यो भने यसको डेरिभेटिभ 2 आउनु पर्ला होइन। सो हाम्रो ट्रु भ्यालु त 2 नै हो, तर अब यो न्युमेरिकली क्यालकुलेट गर्नेवाला प्रोसिजर जुन छ त्यसले कति भ्यालु निकालेको छ यहाँनिर दिएको छ। सो 2.2, 2.1, 2.05, 2.01 भनेको जति एचको भ्यालु थोरै या त कम लिँदैछौँ, 0.2 लिँदा 2.2 आएको थियो, 0.01 लिँदा 2.01 आयो भनेपछि एचको भ्यालु जति हामी कम गर्दै गयौँ त्यति नै हाम्रो एन्सर पनि हुन्छ नि ट्रु भ्यालुको नजिक जाँदै रहेछ। सो त्यो वाला थ्योरी बुझाउनलाई मात्रै हो त्यो एक्जाम्पल। सो यहाँनिर एरर पनि निकालेर देखाएको छ, एरर निकाल्नलाई सिम्पली हाम्रो जुन हामीले एस्टिमेट गरेको भ्यालु छ त्यो माइनस ट्रु भ्यालु गऱ्यो भने एररवाला भ्यालु पनि आउँछ है त। सो यहाँ लेखेको पनि छ द करेक्ट एन्सर इज 2 हो पनि हामीलाई थाहा छ अहिलेलाई होइन। र द डेरिभेटिभ एप्रोक्सिमेसन अप्रोचेस द एक्ज्याक्ट भ्यालु एज एच डिक्रिजेस होइन। सो एचको भ्यालु जति डिक्रिज गर्यो त्यति नै हाम्रो ट्रु भ्यालुको नजिक जाँदो रहेछ। द ट्रङ्केसन एरर डिक्रिजेस प्रोपोर्सनली विथ डिक्रिज इन एज देयर इज नो राउन्ड अफ एरर। यसमा चाहिँ राउन्ड अफ एरर चाहिँ हुँदैन, भनेको त्यो जुन भ्यालु राउन्ड अफ गर्दा आउने खालको एरर छ त्यो चाहिँ एरर छैन यहाँनिर। तर हाम्रो जुन ट्रङ्केसन एरर छ त्यो चाहिँ हाम्रो प्रोपोर्सनली डिक्रिज भइरहेछ एज हामी हुन्छ नि एचको भ्यालु जति डिक्रिज गर्दैछौँ त्यसकै प्रोपोर्सनको आधारमा ट्रङ्केसन एरर पनि घट्दैछ भनेर भनेको है त। अब नेक्स्ट टपिक आउँछ सेन्ट्रल डिफरेन्स कोसेन्ट, या त हाम्रो सिलेबसमा हेऱ्यो भने चाहिँ 3 पोइन्ट फर्मुला भनेर लेखेको छ, त्यो सेन्ट्रल डिफरेन्स फर्मुला भन्दा पनि हुन्छ, 3 पोइन्ट फर्मुला भन्दा पनि हुन्छ, कुरो एउटै हो है त। यसमा चाहिँ हामी के गर्छौँ भन्दा जसरी अघि हामीले फङ्सनमा एउटा कि त राइटतिर सरेर ट्राई गरेका थियौँ, एउटा कि त लेफ्टतिर सरेर ट्राई गरेको थियौँ र त्यसमा हामीलाई भ्यालु दियो, आउन त आयो। अब त्यो एररलाई कसरी घटाउने भनेर चाहिँ हेल्प गर्छ यसले।
है। यसले चाहिँ एररलाई घटाउन हेल्प गर्छ। कसरी हेल्प गर्छ यो बुझौँ है त। एउटा कुरो नोट गर्ने है त, जुन इन्टरपोलेसनवाला कुरो बुझेको छ भने हामीले एसेन्सियली जुन फरवर्ड र ब्याकवर्डवाला कुरो गऱ्यौँ त्यो भनेको जुन इन्टरपोलेसन है हामीले लिनियर इन्टरपोलेसन गरेको थियौँ, दुईवटा पोइन्टको बिचमा लाइन तानेर बिचको भ्यालु निकाल्नेवाला टाइपकै कुरो गराएको थियो नि त होइन। सो यहाँनिर पनि हामीले लिनियरली नै क्यालकुलेट गरिरहेको छौँ त्यो भ्यालुहरू, किनकि हामीसित दुईवटा पोइन्ट थियो, हामी सिम्पली लाइन तानिरहेको थियौँ र हामीले त्यसको डेरिभेटिभ या त हामी स्लोप निकालिरहेको थियौँ र त्यो चाहिँ हाम्रो चाहिएको स्लोपसँग लगभग इक्वल छ भन्दै हामी एचको भ्यालु घटाउँदै गएर ट्राई गऱ्यौँ होइन। सो हामी त्यहाँ लिनियरली गइरहेको थियौँ। तर याद गरेको भए हाम्रो फङ्सन एक्चुअलीमा एक्स स्क्वायर थियो भनेको क्वाड्रेटिक फङ्सन थियो, हामीले लिनियरली एप्रोक्सिमेट गर्न ट्राई गर्दै थियौँ, त्यही भएर केही न केही एरर आइरहेको थियो होइन। सो यहाँनिर चाहिँ के भनिरहेको छ भन्दा दिस वुड गिभ लार्ज ट्रङ्केसन एरर इफ फङ्सन्स वेयर अफ हायर अर्डर, भनेको जुन एक्स स्क्वायरवाला फङ्सनमा हामीले लिनियर एप्रोक्सिमेसन युज गरेका थियौँ, फरवर्ड र ब्याकवर्ड दुईवटा लिनियर एप्रोक्सिमेसनको तरिका हो होइन। त्यो युज गर्दाखेरि अब एक्स स्क्वायरसम्म अलिक कम ट्रङ्केसन एरर आयो। यदि हायर डिग्रीको फङ्सन थियो या त हायर डिग्रीको पोलिनोमियल थियो भने अझै धेरै एरर आउन सक्थ्यो है। जुन फरवर्ड र ब्याकवर्डवाला फर्मुला थियो त्यो युज गर्यो भने अलिक धेरै एरर आउन सक्छ। त्यो एररलाई घटाउन चाहिँ सेन्ट्रल डिफरेन्सको क्वोसिएन्ट या त सेन्ट्रल डिफरेन्स फर्मुला या त 3 पोइन्ट फर्मुला आएको है त। सो त्यो कसरी घटाउँछ भन्दा हामी ब्याकवर्ड र फरवर्ड दुइटै युज गर्छौँ र त्यसको एभरेज निकाल्छौँ, अनि त्यो एभरेजै हाम्रो एन्सर हो भनेर निकाल्छौँ क्या। सो त्यो कसरी गर्ने यहाँ बुझौँ है त। सो इन सच केसेस वी क्यान रिड्युस द ट्रङ्केसन एरर अफ अ गिभन एच बाई युजिङ अ क्वाड्रेटिक एप्रोक्सिमेसन। अब क्वाड्रेटिक एप्रोक्सिमेसन युज हुन्छ नि, क्वाड्रेटिक एप्रोक्सिमेसन गर्नलाई नै हामीले सेन्ट्रल डिफरेन्सको क्वोसिएन्ट युज गर्ने हो है त। सो रादर देन अ लिनियर वान दिस क्यान बी एचिभड बाई टेकिङ एनदर टर्म इन द टेलर्स एक्सपान्सन। जुन अघि मैले टेलर एक्सपान्सन गर्दा के गरेको थिएँ त, एफ ड्यास एक्स भएको टर्मसम्म मात्रै लिएको थिएँ, त्यसपछिको टर्मलाई पनि हामीले लिएर चाहिँ ट्राई गऱ्यौँ भने हाम्रो सेन्ट्रल डिफरेन्सको क्वोसिएन्ट आउँछ, जसले चाहिँ क्वाड्रेटिकल्ली एप्रोक्सिमेट गर्छ भ्याल्यु र हाम्रो ट्रङ्केसन एररलाई चाहिँ घटाउन हेल्प गर्छ फर हायर डिग्री फङ्सन्स है त। सो यहाँनिर के गरेको छ भन्दा हाम्रो फरवर्डको लागि पनि एफ एक्स प्लस एचको लागि पनि हामीसित यो एफ ट्रिपल ड्याससम्म गएको छ भनेको अघि मैले के गरेको थिएँ भन्दा एफ ड्यास एक्ससम्म चाहिँ भ्यालुहरू लिएको थिएँ र एफ डबल ड्यास एक्सदेखि उतापट्टिको भ्यालुहरू चाहिँ सबै ट्रङ्केसन एरर हो भनेर भनेको थिएँ। यसमा के गर्छ भन्दा एफ डबल ड्याससम्मको चाहिँ भ्यालु लिन्छ र एफ ट्रिपल ड्यास एक्सदेखि चाहिँ उताको भ्यालुहरू चाहिँ ट्रङ्केसन एरर हो भनेर छोडिदिन्छ। यसले कसरी हेल्प गर्छ हेरौँ है त। सो एफ एक्स प्लस एचको लागि पनि त्यसरी नै लियो, यो एच क्युब एफ ट्रिपल ड्यास यो थीटा 1 जुन छ यो चाहिँ अघि मैले भने जस्तै ट्रङ्केसनको लागि अगाडि गएको भ्यालुहरू है त। अर्को एफ एक्स माइनस एचको लागि पनि सेम कुरो गरेको छ, टेलरको एक्सपान्सन यसरी हुन्छ होइन, प्लस माइनस माइनसको केसमा। सो त्यसरी गरौँ अनि के गरौँ भन्दा यो दुईवटा भ्यालुलाई चाहिँ एकअर्कासँग सबट्र्याक्ट गरिदियो। सो सबट्र्याक्ट गर्दा एफ एक्स प्लस एच माइनस एफ एक्स माइनस एच गर्दाखेरि के रह्यो त हाम्रो सुरुमा त एफ ड्यास एक्सको योवाला भ्यालु रह्यो, किनकि यहाँनिर पनि यो भ्यालु प्लसमा छ र यो माइनस गर्दा यो पनि प्लस हुन्छ भनेपछि दुईवटा भ्यालु एड भएर 2h एफ ड्यास एक्स रह्यो। र त्यस पछाडिको भ्यालुहरू के रह्यो त हाम्रो थर्ड अर्डरको डिफ्रेन्सिएसनको भ्यालुहरू रह्यो। बिचको जुन सेकेन्ड अर्डरको डिफ्रेन्सिएसन थियो यो एच स्क्वायरवाला टर्म त्यो चाहिँ काट्यो, किनकि अभियसली हामी माइनस गरिरहेको छौँ भनेपछि यो पनि प्लस छ यो पनि प्लस छ, बिचमा माइनस आएपछि एकअर्कासँग काट्यो। सो योवाला टर्म चाहिँ छैन हामीसित, सो यसले केही पनि हामीलाई प्रब्लम नदिने भयो। अब यहाँनिर चेक गर्नु हो भने हाम्रो फर्मुला आयो एफ ड्यास एक्सको लागि होइन, त्यसैलाई यताउति गरेर गर्दाखेरि एफ ड्यास एक्सको लागि फर्मुला आयो र जुन योवाला टर्म छ जुन यसलाई के भन्छ सिम्प्लिफाई चाहिँ गर्नुपर्छ है त। योवाला जुन टर्म छ नि एच क्युब बाई 3 फ्याक्टोरियलवाला, यहाँबाट हामीले एउटा एच त कमन नै लिन्छौँ अभियसली होइन, जब उतापट्टि लानुपर्छ यो सिम्प्लिफाई गर्नको लागि एउटा एच त कमन आउँछ, एच स्क्वायरवाला टर्ममा जान्छ र यस्तो खालको बन्छ क्या हाम्रो एररवाला पार्ट चाहिँ जुन ट्रङ्केसनवाला एररको पार्ट थियो नि त्यो चाहिँ एच स्क्वायरको टर्ममा आउँछ। अघिको केसमा हाम्रो एचको टर्ममा थियो, सायद मैले भन्न बिर्सेँ होला त्यो कुरो। यदि यहाँनिर हेर्ने भने हाम्रो एररवाला पार्ट चाहिँ एचको टर्ममा थियो क्या, किनकि यहाँनिर एच कमन लिएको हुन्छ। सो एचको टर्ममा थियो भनेपछि लिनियरली एचको भ्यालु चाहिँ सानो भए पनि हाम्रो त्यति फरक यहाँनिर अर्को पार्ट आउँदै गर्दाखेरि चाहिँ एचको भ्यालु सिम्पली एउटै पावरमा गइरहेको हुन्छ। तर यहाँनिर के छ भन्दाखेरि कहाँ पुग्यो, यहाँनिर के छ भन्दा एचको भ्यालु चाहिँ सेकेन्ड एक्सपोनेन्ट या त सेकेन्ड डिग्री या त स्क्वायरको फर्ममा छ, सच द्याट हाम्रो ट्रङ्केसन एरर चाहिँ यसले घटाइदिन्छ, किनकि अभियसली एचको भ्यालु लेस देन 0 छ भने यसको एक्सपोनेन्ट जति बढाउँदै गयो त्यसको भ्यालु त्यति नै नेग्लिजिबल हुँदै जान्छ। सो यसरी चाहिँ यसले क्वाड्रेटिकल्ली एप्रोक्सिमेट गरेर भ्यालुहरू त्यसको चाहिँ एररलाई घटाउन हेल्प गर्छ सेन्ट्रल डिफरेन्स कोसेन्टले है त, सेन्ट्रल डिफरेन्स। सो यहाँनिर त्यही कुराहरू लेखेको छ है त, म सर पढिदिन्छु। यहाँनिर ट्रङ्केसन एरर यो छ विच इज अफ अर्डर एच स्क्वायर इज कल्ड द सेकेन्ड डिग्री
सेन्ट्रल डिफरेन्स कोसेन्ट अघि मैले भने जस्तै र नोट दैट दिस इज द एभरेज अफ फरवर्ड कोसेन्ट एन्ड ब्याकवर्ड डिफरेन्स कोसेन्ट दिस इज नोन एज 3 पोइन्ट फर्मुला सो अघि मैले सुरुमै भनेको कुराहरू र द डिस्टिंक्सन बिट्विन 2 पोइन्ट र 3 पोइन्ट को चाहिँ यहाँ तल दिएको छ त्यो बुझौँ है त सो 2 पोइन्ट गर्दाखेरि के गरेको थियो माथिवाला फिगर हेरौँ यहाँ x थियो हाम्रो र कुनै fx यहाँबाट गइरहेको छ यो कर्व जुन छ यो fx हो सो कर्व गइरहेको छ हाम्रो x पोइन्ट यहाँनेर थियो हैन हामीले के गरेका थियौं एकचोटी x + h लिएर ट्राई गरेका थियौं अर्कोचोटी x - h लिएर ट्राई गरेका थियौं यो फिगरमा x + h को मात्रै देखाएको छ के हो त एक्चुअली त हाम्रो यो वाला भ्यालु हो किनकि हामीले स्लोप निकाल्न खोजिरहेका थियौं हैन ट्यान्जेन्टको स्लोप भनेपछि obviously यो ट्यान्जेन्ट भो र यसको स्लोप निकाल्दाखेरि यहाँनेर आउँदा यसको इन्क्लिनेसन कति हुन्छ x एक्सिस सँग त्यो निकाल्न खोजेको र हामीले यहाँ एप्रोक्सिमेट गर्दा के गरेका थियौं त x + h सँग एउटा सेकेन्ड लाइन तानेर यसको थीटाको भ्यालु निकालेका थियौं र यो एप्रोक्सिमेटली इक्वल हुन्छ भनेर ट्राई गरेको थियौं लिनियरली एप्रोक्सिमेट गरेर सेन्ट्रल डिफरेन्समा के फरक आयो भन्दा हामीले यो x + h र x - h दुईटैको जुन पोइन्ट थियो त्यसको बीचमा चाहिँ लाइन तानेर त्यसको चाहिँ हामीले स्लोप निकाल्यौं ठीक छ अब त्यसले चाहिँ के भनेको थियो त बेटर एप्रोक्सिमेसन दिन्छ भनेको थियो अब यहाँ फिगर हेर्दाखेरि त के छ यो लाइन यहाँ छ यो लाइन यहाँ छ कसरी चाहिँ यसले बेटर एप्रोक्सिमेसन दियो भन्ने वाला क्वेशन छ भने चाहिँ यदि रिमेम्बर हामीले निकाल्न खोजिरहेको स्लोप हो र यहाँनेर यसो हेर्यो भने यो दुईटा लाइन एकअर्कासँग प्यारलल जस्तो देखिन्छ र अर्को हामीले पहिलेदेखि पढेको यदि याद छ भने पहिलेदेखि पढेको कुरो के हो भन्दा प्यारलल लाइन्सहरुको स्लोप जहिले पनि इक्वल हुन्छ सो यहाँनेर के छ त हामीले स्लोप निकाल्दाखेरि x एक्सिस सँग कति डिग्रीमा काटेको छ भनेर हेर्ने हो सो यो दुईटा एंगल चाहिँ करेस्पोन्डिङ हुन्छ र यिनीहरु इक्वल हुन्छ भन्ने वाला कुरो पढेको यहाँनेर जहिले पनि यो प्यारलल हुन्छ भन्ने केसी होइन तर प्यारलल जस्तो जस्तो हुन्छ र जुन यो एंगलमा डिफरेन्स आएको थियो त्यो एंगलको डिफरेन्स चाहिँ युएलले घटाइदिन्छ भन्ने कुरो सो त्यही भएर सेन्ट्रल डिफरेन्सको जुन फर्मुला थियो जहाँ चाहिँ हामीले fx + h र fx - h मा दुईटैमा लाइन तानेर दुईटाको फंक्सनल पोइन्टको जुन यो पोइन्टहरु छ यिनीहरुको बीचमा सेकेन्ड लाइन तानेर जुन एप्रोक्सिमेट भ्यालु निकालिरहेको थियौं त्यसले चाहिँ यो वाला प्रोसिजर भन्दा बेटर एप्रोक्सिमेसन दिन्छ भन्ने कुरो चाहिँ यो हो है त सो यिनीहरु प्यारलल अलिअलि बुझ्नलाई यिनीहरु दुईटा प्यारलल जस्तो छन् र प्यारलल लाइनहरुको स्लोप जहिले पनि इक्वल हुन्छ त्यही भएर यसले बेटर एप्रोक्सिमेसन दिन हेल्प गर्यो भनेर बुझ्ने है त सो त्यसको लागि यहाँनेर अहिलेकै एक्जाम्पल तर सेन्ट्रल डिफरेन्स युज गरेर गरेको छ है त सो अहिलेकै फंक्सनलाई यहाँ युज गरेर सेन्ट्रल डिफरेन्सको फर्मुला लागेको छ अहिलेकै फंक्सन है त fx = x² र x = 1 मा हामीलाई डिफरेन्स हुन्छ नि डेरिभेटिभको भ्यालु निकाल्नु छ यसले कसरी बेटर एप्रोक्सिमेसन दियो हेरौँ है त सो सेन्ट्रल डिफरेन्सको फर्मुला यो छ हैन अगाडि मैले देखाइसके कसरी आयो भनेर हैन सो त्यो फर्मुलामा अहिलेकै जहरी यो वाला हाल्ने र f1 + h र f1 - h चाहिँ हामीले क्याल्कुलेट गरेर देखाउनु पर्छ है त यो दुईटा भ्यालु क्याल्कुलेट गर्ने h को भ्यालु डिफरेन्ट भ्यालुहरु दिएको थियो अघि पनि हामीलाई हैन सो त्यो डिफरेन्ट भ्यालुहरु हाल्दाखेरि हाम्रो f' को भ्यालु चाहिँ f'1 को भ्यालु चाहिँ सबै 2 2 2 आइराको छ के र यसमा एरर पनि आइराको छैन यो किन भयो होला त यसो हुन्छ नि दिमाग चलाउँ है त किन भन्दाखेरि अघि भनिसके सेन्ट्रल डिफरेन्सको फर्मुला हाम्रो क्वाड्रेटिक एप्रोक्सिमेसन हो यो फंक्सन पनि हाम्रो क्वाड्रेटिकै हो सो सेन्ट्रल डिफरेन्सको फर्मुला यदि हामीले जुनसुकै क्वाड्रेटिक इक्वेसनमा हाले पनि त्यसले जहिले पनि ट्रु रिजल्ट दिदो रहेछ तर यो भन्दा हायर डिग्रीको टर्म x³ भएको कुनै फंक्सनमा हाल्यो भने त्यसले थोरै ट्रंकेसन एरर दिन सक्छ x⁴ छ भने त्यसले पनि थोरै हाम्रो एरर दिन सक्छ तर यसले क्वाड्रेटिकको लागि चाहिँ केही पनि एरर दिदैन रह त्यही भएर यहाँ एररको भ्यालु 0 आयो है त र यहाँनिर अर्को के भनेछ भन्दा डेरिभेटिभ इज एक्ज्याक्ट जतिसुकै h को भ्यालु हो भने डेरिभेटिभ एक्ज्याक्ट छ यसमा किनकि हाम्रो फंक्सन र हाम्रो एप्रोक्सिमेट गर्न युज गरिरहेको तरिका पनि उस्तै एउटै क्वाड्रेटिक नेचरकै छ त्यही भएर यहाँनिर केही पनि प्रब्लम आएन या x³ थियो भने यहाँ केही न केही एरर आउन सक्थ्यो होला है त यो ट्राई गर्ने आफुले यहाँनिर के भनेछ वी क्यान अल्सो डिराइभ फर्दर हायर अर्डर डेरिभेटिभ्स बाइ युजिङ मोर पोइन्ट्स अन द फर्मुला सो यसैमा मोर पोइन्ट्सहरु युज गरेर भने हायर अर्डरको डेरिभेटिभ हायर अर्डरको फंक्सन्सको लागि फर्स्ट अर्डर डेरिभेटिभ निकाल्न चाहिँ हामीले सक्छौं भनेको अब अर्को टपिक छ हाम्रो हायर अर्डर डेरिभेटिभ यो चाहिँ सायद मैले सिलेबसमा देखाएको थिइन हैन र पनि पढ्न मन छ नि पढौँ है त म त्यति देख्न जान्न तै पनि थोरै यहाँ बुकमा रहेछ त्यही भएर मैले हाल्दिराको त्यही अहिलेकै फिलोसफी अहिलेकै कुराहरु हुन् हैन अहिलेकै कुरा तर हामीले अघि f' निकालेको थियौं अब f''x अघि यहाँनिर मैले भन्न खोजेको कुरा चाहिँ के हो भन्दाखेरि हायर अर्डरको पोलिनोमियलको फर्स्ट अर्डर डेरिभेटिभ निकाल्न चाहिँ मोर पोइन्ट्स युज गर्न सकिन्छ भनेको यहाँनिर चाहिँ के गरेको जुनसुकै अर्डरको पोलिनोमियलको नि हायर अर्डर डेरिभेटिभ निकाल्ने कुरो गरिरहेको छु है त त्यो डिफरेन्ट कुरो हो है त सो हायर अर्डर डेरिभेटिभ निकाल्नु भनेको लेट्स से f''x निकाल्नु छ भने अघि के टेलर सिरिज हुन्थ्यो यसमा फरवर्ड डिफरेन्सको मात्रै फर्मुला छ है त या त ब्याकवर्ड या त सेन्ट्रल जुनको गर्दा नि हुन्छ यहाँनिर फरवर्ड डिफरेन्सको यहाँनिर छ के गर्नु पर्यो त हामीले यो f''x सम्मको टर्म चाहिँ लिनु पर्यो र यो वाला टर्म चाहिँ हाम्रो
ट्रङ्केसन एरर भनेर छोडिदिनु पर्यो, या त यो पनि लिनु पर्यो र R1 भनेर यस पछाडिको टर्महरू चाहिँ सबै ट्रङ्केसन एररमा जान्छ भन्नु पर्यो। अर्को fx - s मा लिनु पर्यो, त्यसमा पनि सेम कुरो। अनि यिनीहरू दुईटालाई एड गरिदिने। अघि सपरेट गर्दा के भएको थियो याद गरौँ है त। अघि सपरेट गर्दाखेरि यो वाला दुईटा टर्म चाहिँ काटेको थियो, तर अहिले त हामीलाई हायर अर्डर डेरिभेटिभ भनेको छ र f"(x) निकाल्नु छ भने यसलाई एड गर्नु पर्यो। माइनस गर्यो भने त यही टर्म हराउँछ, सो कसरी डेरिभेटिभ निकाल्ने होइन। सो हामीले सपरेट नगर्ने, एड गर्ने है त। सो एड गरिसकेपछि यस्तो खालको केस आउँछ। यस्तो खालको केसमा के छ भन्दा यो R1 + R2 जुन छ यो चाहिँ ट्रङ्केसन एरर भयो होइन, ट्रङ्केसन एरर भयो। र यो वाला फर्मुलालाई थोरै हामीले यताउति गरेर सिम्प्लिफाई गऱ्यौँ भने चाहिँ यो वाला टर्ममा आउँछ र यसले नै दिन्छ हाम्रो सेकेन्ड अर्डर डेरिभेटिभ है त। सो f"(x) भनेको चाहिँ के रहेछ त, fx + h - 2fx + fx - h डिभाइडेड बाई h²। सो यसले चाहिँ सेकेन्ड अर्डर डेरिभेटिभ दिँदो रहेछ। यसरी नै थर्डको लागि पनि निकाल्न सकिन्छ, फोर्थको लागि पनि निकाल्न सकिन्छ, हामीलाई चाहिँदैन है त अहिलेको लागि। सो कन्टिन्युअस फङ्सनको लागि मैले देखाएको थिएन र पनि पढिराख्दा चाहिँ हुन्छ है त, काहीँ चाहिहाल्यो भने। र एरर चाहिँ यति हुन्छ अभियसली, किनकि यहाँनिर जुन टर्म छ त्यो नै हाम्रो एररवाला पार्ट हुन्छ होइन। सो त्यो भयो। र यहाँ एउटा एक्जाम्पल पनि दिएको छ, सिम्पली फर्मुला युज गरेको छ। के भनेको छ भन्दा हाम्रो cos x को x = 0.75 मा निकालेर डेरिभेटिभ सेकेन्ड अर्डर डेरिभेटिभ र h = 0.01 युज गर भनेको छ होइन। सो हामीसित यो वाला फर्मुला छ, यो वाला फर्मुलामा सिम्पली यो वाला भ्यालुहरू हाल्ने र यो f 0.76, 2f 0.75 र f 0.74 युज के भन्छ क्यालकुलेट गर्नु पर्यो आफैले cos θ मा हालेर। र त्यो वाला भ्यालुहरू यहाँ हालेपछि हाम्रो यति भ्यालु आउँदो रहेछ र हाम्रो एक्ज्याक्ट भ्यालु कति हो भनेर निकाल्नु पर्यो। हामीसित अभियसली फर्मुला छ होइन, त्यो फर्मुला युज गरेर यहाँनिर निकाल्न सकिन्छ र एरर कति हो भनेर पनि हामीले क्यालकुलेट गर्न सकिन्छ। यहाँनिर याद गरेको भए यहाँ x + h भएको कारणले यहाँ 0.75 मा प्लस 0.01 भएर यहाँ 0.76 भएको छ, 0.05 छ र यहाँनिर 0.74 छ, किनकि माइनस 0.01 भइरहेको होइन। सो त्यो कुराहरू बुझ्ने, यो हायर अर्डर डेरिभेटिभ त्यति इम्पोर्टेन्ट नहोला होइन, र पनि बुझ्यो भने ठिक छ होइन। ओके गुड। सो आजको लागि चाहिँ यति नै। हाम्रो के सक्यो भन्दा जुन सिलेबसमा डेरिभेटिभ न्युमेरिकल डिफ्रेन्सिएसन वाला पार्ट थियो त्यसमा तीनटा पार्ट थियो। फर्स्टमा के थियो, कन्टिन्युअस फङ्सनको डिफ्रेन्सिएसन, त्यसभित्र 2 पोइन्ट र 3 पोइन्ट फर्मुलाहरू थियो, त्यो सबै यहाँनिर कभर भयो। यस पछाडि ट्याबुलेटेड फङ्सनको डिफ्रेन्सिएसन जहाँ हामी न्युटनको डिफ्रेन्सेसको फर्मुलाहरू युज गर्छौँ, डिभाइडेड डिफ्रेन्स, फरवर्ड डिफ्रेन्स र ब्याकवर्ड डिफ्रेन्स, त्यो वाला कुरो गरेपछि अनि मिनिमम म्याक्सिमा छ। त्यस पछाडि चाहिँ हाम्रो यो न्युमेरिकल डिफ्रेन्सिएसनवाला पार्ट पनि सकिन्छ, त्यस पछाडि इन्टिग्रेसनवाला पार्टमा जान्छौँ र नेक्स्ट भिडियो जुन छ भनिसकेँ मैले न्युटन्स डिफ्रेन्सेसवाला, त्यो वाला कुरो बुझ्नलाई चाहिँ अगाडिको न्युटन डिभाइडेड डिफ्रेन्स, फरवर्ड डिफ्रेन्स र ब्याकवर्ड डिफ्रेन्सको इन्टरपोलेसनवाला जुन भिडियो थियो त्यो चाहिँ मजाले बुझेर आउनु है त। त्यही भिडियो नआउनु, जहाँबाट भयो भने त्यो तीनटा कुरो चाहिँ बुझेर आउनु, अनि चाहिँ त्यो बुझ्न पनि सजिलो हुन्छ है त। किनकि त्यही कुरालाई चाहिँ हामी, त्यही फर्मुला चाहिँ हामी सिम्पली जुन अगाडि पढेको पावर रुलहरू छ तिनीहरूलाई नै युज गरेर हामी डिफ्रेन्सिएट गर्छौँ र त्यही फर्मुला युज गर्छौँ। त्यही भएर अगाडिको पार्ट कसरी फर्मुला आयो भनेर त्यो कुराहरू बुझेको छ भने चाहिँ मजाले बुझिन्छ है त, त्यो कुरो सजिलो गरी बुझिन्छ। सो आजको लागि चाहिँ यति नै। आइल सी इन द नेक्स्ट वान। थ्याङ्क यू भेरी मच।